यो कथा हो उज्यालो बेसी गाउँको, जहाँ सबै कुरा शान्त छ। बिहानहरू आँसुले भरिएको हुन्छ र रातहरू आशाको न्यानो किरणले चम्कन्छ। तर यो शान्तिभित्र एउटा गहिरो अँध्यारो लुकेको छ, जसले सबै गाउँवासीहरू हैरान भइसकेका छन्। ल, हाम्रो पसलको दाइ पनि चिन्तित देखिनुहुन्छ त। के भएछ उहाँलाई सुनौँ है त। के हो यस्तो? बत्ती पनि छैन, फ्रिज पनि चल्दैन। अब यसरी कसरी व्यापार गर्नु? दिक्क भइसक्यो। यी हुन् हाम्री गाउँकी वर्ल्ड फेमस टिकटकर, जुन उनलाई लाग्छ, तर फलोवर भने जम्मा 10 जना छन्। फेरि बत्ती गयो। हेत्तेरिका राम्री हुनु भनेको कहाँ गयो? के गर्यो फेरि? 11 बजिसक्यो, अब जानु पर्यो। उहाँ हुनुहुन्छ रामकुमारजी, हाम्रो बिजुली विभागको 1 नम्बरको फटाहा र कामचोर कर्मचारी। बिजुली नै खराब भयो, बिजुली आउन थाल्यो। एकचोटि गएर बिजुली बनाऊँ न है, हुन्छ नि? नमस्ते सर। नमस्ते। हाम्रो बिजुली खराब भएको छ हैन, हामीलाई बिजुली बनाउनु छ। भोलि हेरिदिन्छौँ। भोलि यो बिजुली विभाग त 4 बजीसम्म खुला हैन, अहिले त भर्खरै 11 बजेको छ। क्या मस्त छ मेरो जिन्दगी यार। बाहिर जति गर्मी भयो नि हामीलाई कोही मतलब छैन। र फाइनली उहाँ हो बिजुली विभागको महान ठग हाकिम, जसले खानाभन्दा बढी घुस खान्छ। रामकुमार, हजुर सर। कहाँ थियो रामकुमार? चिया लिएर आऊ। सर, एउटा कुरा भन्नु थियो। हाम्रो गाउँमा केटाकेटीहरू, बच्चाहरू अलिकति पढिरहेको थियो, अलि पढ्ने माहौल बनिरहेछ। यिनीहरू पढाइ लेखाइ गरेर भोलि पर्सि हाम्रो ठाउँमा आएर बस्ने हो। सर, एसएलसी पनि आइरहेछ, बच्चाहरू बेलुका पढ्ने विचार गरिरहेको होला। पढाइ लेखाइ गरेर कसैको केही हुँदैन। बेलुका बेलुका दिनदिनै बत्ती काट्यो। फेरि बत्ती गयो। अब कसरी पढ्ने होला हामीले? कसैमा लाइक गर्छु। गाइस, अब यस्तोमा त केही देखिरहेको छैन। जहिले एक्जाम टाइममा बत्ती काट्ने रहेछ के, अन्त बिजो कराउँछ क्या त। गाउँको सबै मानिसहरूलाई दुःख दिएर उहाँहरूको चाहिँ यस्तो छ। यो पानी पर्ला जस्तो भएको छ। बत्ती काट। पिउँदिन भन्दा भन्दै पिलायो साथीले। धत्तेरिका फेरि काम। ल, आजको दिन सुरु भयो। तलब त कमाउनु पर्यो। के तपाईहरुलाई पैसा कमाउन मन छ तर काम चाहिँ गर्नु मन छैन भने मसँग सल्युसन छ। तपाईहरुलाई याम थाहा पाउन मन छ? रामकुमार, बत्ती काट जक। नमस्कार सर। नमस्कार। भन्नुहोस्, के सेवा भाउ, गर्नु? दुईटा चिसो दियो त। हस्। टाइम लगाइरहेछ यार, यो चिसो ल्याउनु खै कस्तो खालको पसल हो यो। के गर्छ? हजुर सर। सर, पैसा? पैसा? यो तिम्रो बत्ती, यो फ्रिज, यो पसल कसले गर्दा चलिरहेछ बाबु? हजुरले गर्दा। अनि के को पैसा? हट। के भयो दाइ? किन नै भन्नु न भन्नु। आज बेलुका भेटौँ न हामी सबै साथीहरू। हेर्नु न दाइ, मेरो त युट्युब च्यानलै बन्द हुन्छ जस्तो छ। भोलिको एक्जाम नि बिग्रिन्छ जस्तो छ मेरो त। त्यही भनेको क्या, बत्ती नभएर बिजो भइरहेछ। मेरो पसल पनि दाइ बर्बादै भइसक्यो अब। त्यही भने साथीहरू, अब यसरी कहिलेसम्म बस्ने भने क्या हामी यो कुरामा हामीले मुद्दा उठाउनै पर्छ। हामीले केही न केही गर्नै पर्छ क्या, केही न केही गर्नै पर्छ साथीहरू। त्यही भने क्या
यो मुला गाउँलेहरू आफूलाई खुब बाठो सोचिरहेछ। यिनीहरू हामीभन्दा बाठो छ। गर अब सबै सरलाई सुनाउँछु अनि शाबासी पाउँछु। The next day. सर यो मुलाहरूले हाम्रो प्लानको बारेमा थाहा पाइहालेछ। अब के गर्ने, अब केही त गरौँ पर्यो अब। एउटा प्लान छ मसँग। यसरी मिटर घुमाउँछु कि यिनीहरूको 7 पुस्ता याद राख्छ। ल अब यति भएपछि चुम्बकले गर्छ काम। एक महिनापछि जब जनताहरूले बिजुलीको बिल देखे तब आक्रोशित हुँदै सडकमा उत्रिए। हामीले एक्जाम टाइममा राम्ररी पढ्न पाएको छैन, अहिलेको टाइममा यस्तो हुन्छ र? अनि मेरो घरमा पंखा पनि लाग्दैन। हाम्रो दुःख के छ? 6 महिनाको बिल 1 महिनामै आइहाल्छ। यस्तो दुःख हामी कहिलेसम्म सहने हो? अत्याचार? यस्तो गर्मीको महिनामा 2-2टा पंखा, एसी, कुलर दिनभरि चलाइरहेछौ। हाम्रो बत्ती विभागको पैसा पनि तिर्दैनौ। त्यो हो ठुलो अत्याचार, बुझ्यौ? अब 2 दिनभित्र तिमीहरूले यो सबैजनाले बिल तिरेनौ भने बत्ती चल। बहिनीहरू, यो हाकिम त भएन। यसले साह्रै दुःख दियो। लोड सेडिङ गरागरै भयो। लाइक केही न केही हामीले सबक सिकाउनै पर्छ। केही सोच्नु पर्यो कि यसको बारेमा हामीले। के छ? के छ साथी? तिमीले के समस्या हो? त्यही तर केही गरौँ भनेर सोचिरहेछ क्या हामी। मसँग एउटा प्लान छ नि यार। सुनाउ न। सबैले सुन्नु त। हाकिमको एउटा छोरी छ होइन? त्यही काम छ। ल हेलो, हाय। वाउ, नयाँ फोन। मलाई बाबाले रिलिज भएको फर्स्ट डेमै किनिदिनु भयो नि। कति राम्रो त नि। मलाई त पुरानो फोन युज गर्नै मन लाग्दैन यार। हेलो मिस्टर। कलेजमा नयाँ हो। हेलो। वाउ, बल्ल केही राम्रो सुनियो। अहिले त क्राक गरेर जस्तो सुनिरहेको थियो। अनि थापा, रेखा थापा। अनि हजुरको? मेरो माल राजेश समाल। कहाँ हो कि म आइसकेँ। तेरे नीले नीले नैनों से शबनम पी लूं, तेरे गीले गीले होठों की सरगम। बेबी सुन न, मलाई अब लाग्छ हाम्रो रिलेसन नेक्स्ट स्टेपमा लैजानु पर्छ। मलाई बरु तिम्रो बाबासँग भेटाउ न। साँच्ची छिटै भेटाउ न बरु। वाह, कति राम्रो मेरो छोरी, यति संस्कारी। कोही केटासँग पनि घुम्दैन।
बाबा हेर्नु त मैले को लिएर आएको छु। नमस्ते। हजुरसँग एउटा इम्पोर्टेन्ट कुरा गर्नु छ नि। के भयो छोरी भन न। यहाँ भन्न मिल्दैन के, बाहिर जाऊँ। ए ल ल बाहिर गए यही हो मको फाइल। यही हो त्यो फाइल। त्यो म्यानेजरलाई फसाएर जेल आज लडेर छाड्छु म। गानीमा तेरो मेरो भन्नु नै हो। सर नमस्ते। नमस्ते नमस्ते, कसलाई खोज्नुभयो? कहाँ हो? सर एउटा सानो काम कता, परेको कता, थियो। कता? ए होइन सर, एउटा सानो काम परेरै हो। के काम भन्नुहोस्। अहिले हाम्रो टोलमा यो अहिले तार भूमिगत गर्ने भनेर लागि पर्नु भएको छ साथीहरू। धेरै अरू टेन्डर हाल्ने मान्छे पनि हुनुहुन्छ। यसो टेन्डर मलाई पार्न मिल्थ्यो कि सर भनेर। त्यसरी मागेर पाइने कुरा हो यो? मागेर पाइने भयो त बाबु, के पाइन्थ्यो पाइन्थ्यो, त्यसरी पाइँदैन नि। पाइन्छ सर, यसो मिलाउनु न, यसो कुरा गरौँ न। एकछिन यसो चिया खान जाउँ न सर। कस्तो हो कुरो? यसो चिया खान जाउँ न सर। तपाईँ पनि अब हामीलाई काम लाग्ने, हामी पनि तपाईँलाई काम लाग्ने मान्छे पऱ्यौँ सर। यसो हाकिम साहबलाई भनेर यसो लेनदेनको कुरो मिलाउँ न। तपाईँहरूलाई कति चाहिन्छ त्यही अनुसार हुन्छ सर, चिन्तै नमान्नुहोस्। ढुक्क बस्नुहोस्, बाहिर कतै हुँदैन। कस्तै गर्नुहोस्, म ठिक बुझेर आउँछु। आऊ आऊ सर, उहाँ केपी ओलीजी आउँदै हुनुहुन्थ्यो अलिकति टेन्डरको कुरा गर्न। ए छिटो छिटो बोलाऊ, छिटो बोलाऊ। हुन्छ सर। हाकिम साहब नमस्ते। नमस्ते नमस्ते, आउनु। सर आरामै हुनुहुन्छ? के छ हाल खबर? ए हाम्रो सरले भन्नुभयो होला यसो टेन्डरको लागि सर। सरसँग कुरा भइसक्यो? भइसक्यो सर। अलिकति मैले गिफ्ट पनि ल्याएको छु। ए ल यताबाट दिउँ सर। ढुक्क हुनु। हस् त सर। ल धन्यवाद। अब अलिकति चियापानी यसको पनि भइहाल्छ नि हैन। हो यही हो त्यो फाइल। हो त्यो म्यानेजरलाई जेलबाट जानबाट कसैले रोक्नु सक्दैन। अब अन्ततः गाउँलेहरूले न्यायको आशामा प्रमाण प्रहरीको जिम्मामा दिने निर्णय गरे। अर्काको बुढी समात्दा त तिम्रै बुढी भाग्यो त भाइ। के गर्नु यार, यस्तै हो दाइ। टेन्सन नलिऊ, अर्को आइहाल्छ नि। केही मद्दत गर्नु। ए यिनीहरू पनि आइहालेछ त ल। त्यसलाई नमस्ते सर। नमस्ते। भन के भयो? सर हामीलाई अफिसमा भेट्दा गाह्रो हुन्छ कि भनेर यहाँ बोलाएको। हामीले एकजना ठुलो मान्छेको फाइल खोजेको छौँ, अनि हजुरले केही मद्दत गर्नुहुन्छ कि भनेर हजुरलाई विश्वास गरेर दिन लागेको छौँ। हुन्छ खोइ पाइदिएर त हाम्रो न्याय गरिदिनु सर। हुन्छ, ढुक्क बस्छ तिमीले पाउँछौ न्याय। आजको मुद्दा बिजुली विभाग विरुद्ध छ। ल सुरु गरौँ कारबाही। श्रीमान, आजमा हामी पीडितहरूको तर्फबाट हामीले भोगेका समस्याहरू यो अदालतको सामु प्रस्तुत गर्दैछौँ। अहिले पनि थाहा छ कि हाम्रो समाजमा अहिलेको जमानामा पनि यो भ्रष्टाचार जस्तो नराम्रो कुराले कति गहिरो जरा गाडेको छ। यो बिजुली विभागमा भएका यस्ता नराम्रा मान्छेहरूले गर्दाखेरि हामीले कति दुःख पाएका छौँ। भ्रष्टाचारले गर्दाखेरि हाम्रो जीवनमा भनेको हामीले कति कष्ट गर्नु परेको छ। हजुरले हाम्रो कुरा सुन्नै पर्छ र हामीलाई न्याय दिनै पर्छ। वर्षदेखि हाम्रो बिजुली विभागले यस्तो राम्रो काम गरिरहेको छ। तपाईँसँग केही प्रमाण छ? किनभने हामी बिना प्रमाणको हामी केही गर्नै सक्दैनौँ। छ जज साहब, छ। आज हामी खाली हात आएका छैन, हामीसँग प्रमाण छ। यो लिनुहोस् प्रमाण।
सबै प्रमाण हेरेपछि अदालत यो निर्णयमा पुग्छ कि हाम्रो बिजुली विभाग निर्दोष छ। Flashback. रामदाई रामदाई काम भयो भइसक्यो दाइ सबै पुरो एकदम बवाल तरिकाले गरेर पुरै फाइलको मलाई लागिरहेको थियो यिनीहरूले केही न केही हामीमाथि केही न केही गरिरहेछ भन्ने मलाई लागिरहेको थियो। तिमी नै हो हामीलाई चाहिने मान्छे। भेरी गुड। यो पालि यो महिनामा उठेको आधा फाइदा तिमीलाई। ल हुन्छ दाइ। अन्ततः गाउँलेहरूको सबै प्रयास विफल भयो। भ्रष्ट कर्मचारीहरू नै विजय भए। तर यो स्थिति हाम्रो देशमा नौलो भने होइन। जनताहरू वर्षौँदेखि कठिन परिस्थितिमा बाँच्दै आएका छन्। धेरै पटक आवाज उठाउँदा पनि धन र पदको दुरुपयोगले हरेक प्रयास विफल बनाइए। जनता निराश भए र सरकारप्रतिको विश्वास गुमाए। तर फेरि आशाको नयाँ किरण देखिन थालेको छ। जनतालाई गुमेको विश्वास फिर्ता आउने भरोसा छ। तर त्यो त के होला, समयले नै बताउला। अनि यसरी लुकेर ल यतिको हेलो मुर्दाबाद मुर्दाबाद महँगो होला